कति वर्ष भयो यो सुन्तला लगाएको? 6 वर्ष। 6 वर्ष हो? 6 वर्षमा यत्रो भएछ। यो दाना फलेको छ हेर्नु। हो नि त, कलमे हो? होइन, बिटको। अब यहाँ हेर्नु। यो पनि फलेको छ। यो पनि फलेको छ। सुरु भएछ नि त। पोहोर फलेको थियो? फलेको छैन, पोहोर फुल मात्रै फलेको छ। ल यहाँ हेर्नु। यो लकल कि कलमे हो? ठिक छ। यहाँ फलेको छ। 7 दाना 6 वर्ष भयो। ओहो। यो सँगैको हो, यो सानो भएर फलेन। अनि यो कलमे? यो कलमे होइन, धेरै खाल्टो भयो त। त्यहाँ पनि रहेछ। त्यहाँ पनि छ। त्यहाँ पनि रहेछ। यहाँ रहेछ। यो फल्यो भने जोस् राम्रो पैसा हुन्छ यसले होइन त। अब यहाँ छ। कति वर्ष भयो? पोहोर गएको? 3 वर्ष भयो। किन हुर्केन यो? यस्तै सुसार नपाएर। सुसार नभएर यस्तो पुरै वरिपरि गोडिदिनु पर्छ। परारसम्म पुरै झारसार गरिदिएको भए पर हुन त अबबाट मलाई थाहा भयो झारसार गरिदिनु पर्ने रहेछ। यो वर्ष थाहा यो चाहिँ मकै हो नि त। ल ठिक छ। केरा पनि रहेछ। बडा बजाको केरा रहेछ त यहाँ हजुर। यहाँ ढलेर यस्तो भइरहेको छ हजुर। कति ठुलो केरा यहाँ 100 वटा भन्दा कम छैन। यसमा पहिले झेक्रा लगाएको भए कस्तो हुन्थ्यो होला अघि। एउटा उहाँको त यति गुलियो छ, यति गुलियो छ। यो कतिवटा पिस होला यसमा 120 वटा होला। बढी होला। मेरो अन्दाज बढी होला। ल ठिक छ।